नमस्कार, म प्रकाश घिमिरे। कार्यक्रम रूपान्तरणमा तपाईलाई स्वागत छ। हामी यो रूपान्तरण कार्यक्रममा समष्टिगत विकाससँग जोडिएका विशिष्टीकृत विषयवस्तुमा विवेचना र छलफल गर्छौं। यसै क्रममा आजको कार्यक्रममा हामी स्थानीय तह पुनर्संरचना पछिको स्थानीय तहलाई सञ्चालन गर्दा त्यो आर्थिक हिसाबले, प्रशासनिक हिसाबले कति सम्भावना छन् अनि के कस्ता चुनौती छन् र साथमा जुन हाम्रो संविधानले स्थानीय तह भइसकेपछि एकल अधिकारको रूपमा 22 वटा अधिकार र साझा अधिकारको रूपमा 15 वटा अधिकारहरूलाई समेत सूचीकृत गरेको छ। ती अधिकारहरूलाई आम नागरिकले अनुभूत गर्ने गरी सेवा प्रवाहको रूपमा रूपान्तरण गर्न ती स्थानीय तह कति सक्षम हुन्छन् अनि त्यो सक्षम बनाउनको लागि के गर्नुपर्छ? आजको हाम्रो कुराकानीको विषय यही हुनेछ। यो विषयमा कुराकानी गर्न आज हामीसँग नेपाल सरकारका पूर्व सचिव तथा स्थानीय विकास, स्थानीय शासनका विज्ञ खेमराज नेपाल हुनुहुन्छ। स्वागत छ नेपालजी यहाँलाई कार्यक्रममा। धन्यवाद। मैले थोरै पृष्ठभूमिमा पनि भने अब हामी स्थानीय निकायबाट तहमा जाने भनेर भनिरहेछौँ। हुन त 2020 साल यता हेऱ्यौँ भने विकेन्द्रीकरण स्थानीय शासनको बारेमा धेरै आयोग पनि बने, धेरै समिति बने, धेरै प्रतिवेदनहरू पनि आए। अब हाम्रो प्याराडाइम सिफ्ट नै हुँदैछ। स्थानीय निकाय र स्थानीय तह नै नाम परिवर्तन हुँदाखेरि अब हामी त्यो प्याराडाइम सिफ्ट भनिरहँदाखेरि मैले ठिक भने या भनिन? एकदम ठिक हो। किनभने पहिलाको अवस्था र अहिले संविधानमा प्रावधान भएको अवस्थालाई हेर्दाखेरि एक तहबाट अर्को तहमा हामी जम्प गरिरहेछौँ र हिजोको निकायको स्वरूपमा सरकारबाट धेरै कुराहरू चाहिँ आधारित भएर स्थानीय निकायहरूले निर्णय गर्थ्यो भने अब दुईटा शब्द प्रयोगै गर्न नपाइने गरी अहिले सिफ्ट भएको छ। त्यो दुईटा शब्द भनेको के हो भने योभन्दा अगाडि हामी विकेन्द्रीकरण र अधिकार निक्षेपण भनेर भनिरहन्थ्यौँ। अब चाहिँ संविधानमै के लेखिदियो भन्दाखेरि यी तीन तहका सरकारहरूले राज्यको शक्ति बाँडफाँड गरी सञ्चालन गर्नेछन् भनेर पर्यो। स्वायत्त भयो हैन? अब राज्यको शक्ति नै बाँडफाँड गर्ने भनेपछि त विकेन्द्रीकरण वा अधिकार निक्षेपण भनिरहनै पर्यो। अब नागरिक स्तरमा एउटा राजनीतिक रूपमा र प्रशासनिक रूपमा हामीले हेर्दाखेरि तीन तह भए, जुन तहहरू मातहतमा होइन कि स्वायत्त छन् सबै संघीय नेपालमा। तर त्यो स्वायत्त स्थानीय तह हुँदाखेरि नागरिकले जुन संविधानले दिएका स्थानीय तहलाई संविधानमा नै अनुसूचीको रूपमा अधिकारहरू यी हुनेछन् भनेर इतिहासमै पहिलो पटक लेखिदियो। ती अधिकारहरू पाउने एउटा थलो मात्रै फरक हुन्छ या तिनीहरूले पाउने सुविधाहरूको प्रकृति र स्वरूपमा पनि भिन्नता आउँछ? हैन, यहाँ त धेरै कुराको परिवर्तन हुनेवाला छ। त्यहाँ के छ भन्दाखेरि चाहिँ एउटा अनुसूचीमा अधिकार तोकिदियो, त्यो राम्रो कुरा भयो। तर अब संजोग भनौँ वा किन त्यस्तो भयो, मुख्य चाहिँ गाउँपालिका नगरपालिकाको काम जल, जमिन र जङ्गलसँग सरोकार राख्छ। तर त्यो तीन कुरा चाहिँ त्यो अनुसूचीमा स्पष्टसँग कति अधिकार हुन्छ भनेर लेखिएको छैन। त्यसकारणले त्यसले अब आउने परिस्थितिमा जब ऐन बन्छ अनि त्यसले त्यो कुराहरू चाहिँ निर्धारण गर्नुपर्छ। अलिकति त यो कार्य विश्लेषण भनेर फङ्सनल एनालाइसिस भनेर जुन मुख्य सचिवको संयोजकत्वमा एउटा कमिटी गठन भएको थियो, त्यसले त्यो अनुसूचीलाई व्याख्या गर्ने सिलसिलामा त्यसमा केही कुराहरू त ल्याएको छ, त्यसले स्पष्ट पारेन। हामीले के हेर्छौँ भन्दाखेरि उहाँहरूको जो रिपोर्ट आउँछ त्यो भोलि बन्ने राष्ट्रिय नीति र भोलि बन्ने ऐनमा के राख्नु पर्ला भन्ने तरिकाले उहाँहरूले ल्याएको छ। त्यो वास्तवमा अहिले नै गृह कार्य हुनुपर्थ्यो, त्यो राम्रो पक्ष पनि हो। तर चाहिँ भोलि बन्ने ऐनमा जस्तो जुन अधिकार अनुसूचीमा अहिले स्थानीय सरकारलाई दिइएन त्यो हामीले के बुझ्छौँ भने त्यो अधिकार जति स्वतः सङ्घीय सरकार वा प्रदेश सरकारमा छ भन्ने बुझ्छौँ। त्यसकारणले चाहिँ ऐन बन्दाखेरि केन्द्रीय सरकार वा सङ्घीय सरकार वा प्रादेशिक सरकारको अधिकार पनि स्थानीय तहको सरकारलाई आवश्यक छ भनेदेखि चाहिँ ऐनमा समावेश गरेर त्यो दिन सकिन्छ। त्यसकारणले उहाँहरूले अहिले जुन एक्सर्साइज गर्नुभयो त्यो खुसीको कुरा हो कि अब धेरै कुराहरू नि ऐन बन्दाखेरि विचार पुर्याउनुपर्छ भनेर भन्ने कुरा। अब त स्थानीय तहलाई समेत ऐन बनाउने अधिकार छ। स्थानीय तहको व्यवस्थापिकाले बनाउने ऐन या सङ्घले बनाउने ऐन, कुन ऐनले त्यसलाई चाहिँ
स्पष्ट पार्नु हैन। स्थानीय तहले ऐन त बनाउँछ, त्यो ऐन बनाउनु एउटा चाहिँ सकारात्मक के छ अहिले कुरो भन्दाखेरि चाहिँ आफूले बनाएको ऐन आफूले पालना गर्नै पर्यो, कम्प्लायन्स त्यहाँ 100% हुनुपर्ने स्थिति छ। त्यसकारणले त्यसो गर्दाखेरि नागरिकहरूलाई कर्तव्यतिर चाहिँ उन्मुख गराउन सक्ने त्यहाँ त्यो व्यवस्थापिकाले बनाएको ऐनले बनाउँछ, त्यो एकदम खुसीको कुरा। तर संविधानले के भन्यो भने स्थानीय सरकारले बनाएको ऐन चाहिँ प्रादेशिक सरकारको ऐन वा संघीय सरकारको ऐनसँग नबाजिने गरी बनाउनुपर्छ भनेको छ। यदि बाजिने परिस्थितिमा माथिल्लो तहको ऐन स्वतः लागू हुने हुन्छ। अनि त्यसो हुँदाखेरि चाहिँ त्यस्तो कुरो बुझ्न जान्नका लागि त अहिले स्थानीय सरकारमा आउने प्रतिनिधिहरू कस्तो खालको हुनु पर्यो त भनेर अहिले नै विचार गर्नुपर्ने परिस्थिति आएको छ। त्यसो भन्दाखेरि त ऐन बनाउने अधिकार, कानुन निर्माण अधिकार हामीले स्थानीय तहलाई दिइरहँदा यता सम्पूर्ण अधिकार प्रदेश र संघले लिइसकेपछि बचेको अधिकारहरूमा मात्रै उनीहरूले ऐन बनाउन पाउने भए। तर पनि के छ भने त्यो अनुसूचीले तोकेको र संविधानको लजमा बोलिएका कुराहरूमा केन्द्रले पनि हस्तक्षेप गर्न सक्दैन। त्यसकारणले त्यहाँसम्म चाहिँ उहाँहरू स्वायत्तता छ, स्थानीय सरकार स्वायत्त छ। तर त्यहाँ अझै हामीले बुझ्नुपर्ने कुराहरू धेरै छन्। जस्तो भनौँ कि संविधानमा यही परिप्रेक्ष्यमा त्यो अधिकारको बाँडफाँडमै भनिहाल्नुपर्ने कुराहरू के छ भन्दाखेरि स्वायत्त क्षेत्रको परिकल्पना पनि गरियो, विशेष क्षेत्रको पनि परिकल्पना गरिएको छ। त ती क्षेत्रहरूलाई चाहिँ त्यो अनुसूचीमा कस्तो अधिकार तिनीहरू एक्साइज गर्छन् भनेर भनिया छैन। त्यसकारणले अब बन्ने ऐनमा तिनीहरूका लागि यदि त्यो आवश्यक छ, भोलि गठन हुने परिस्थिति आयो भनेदेखि तिनीहरूको अधिकारको पनि व्याख्या हुनुपर्ने परिस्थिति छ। ऐनमै व्याख्या गर्नुपर्छ। तर त्योभन्दा ठुलो कुरो यो संविधानभित्र फेरि अर्को कुरो हामीले हेर्नुपर्ने हुन्छ। त्यो के छ भने त्यहाँ धेरैवटा आयोगहरू छन्। त्यो आयोगको तल त फङ्सन गर्ने, आफ्नो एक्जिक्युटिभ फङ्सन गर्ने त्यहाँ निकाय त हुँदैन, त्यहाँ त्यो त राष्ट्रिय स्तरको हुन्छ। अन्तर्गत रहने आयोगहरू। अब त्यसले सिफारिस गरेका लोकल लेभलका कुराहरू कसले कार्यान्वयन गर्छ त भन्दाखेरि यो स्थानीय सरकारले गर्नुपर्ने हुन्छ। त्यो अहिले नै फोर्सी गर्नुपर्छ कि त्यो कस्ता खालका भएर आउँछन्। किनभने हाम्रो नीतिले के भन्छ भनेदेखि चाहिँ जनजाति, दलित, मुस्लिम अघि यस्तो विभिन्न अथवा पछाडि परेका चाहिँ वर्गहरूलाई चाहिँ प्राथमिकता दिनुपर्छ भन्ने राष्ट्रिय नीति नै भयो। अनि त्यसैलाई लिएर यी आयोगहरू गठन हुन्छन्। त्यो आयोगमा पनि आफैमा विरोधाभास देखिन्छ। जस्तो कि जनजाति आयोग भन्यो, फेरि थारू आयोग भन्यो। थारू त जनजातिभित्र पर्छ। दलित आयोग भन्यो, महिला आयोग भन्यो, फेरि समावेशी आयोग भन्यो। ती राष्ट्रिय त्यो संघ अन्तर्गतका जसले राष्ट्रिय स्तरमा चाहिँ उनीहरूको त्यो टेरिटोरी भनेको राष्ट्रिय स्तरको हुन्छ, त्यो आयोगभित्र पनि एउटा विरोधाभास, त्यसलाई कसरी स्पष्ट, त्यसको किता कसरी छुट्याउने भन्ने कुरा। अर्को यहाँले अघि विशेष संरक्षित वा स्वायत्त क्षेत्रको कुरा उठाइहाल्नुभयो। ती पनि त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँग जोडिएका युनिट हुन् नि त तल्लो तहका। भोलि त्यो एउटा यो संघ अन्तर्गतका आयोग बीचको अस्पष्टता, विरोधाभास, अर्को ती आयोगले गर्ने तल्लो तहमा स्थानीय तह अन्तर्गतका साना युनिटमा गएर गर्ने काममा पनि फेरि त्यो बीचको चाहिँ स्थानीय तह र संघ बीचको पनि विरोधाभास संविधानले नै बोले जस्तो देखियो नि त। त्यसो भए त्यसकारणले अहिले धेरै माने नयाँ किसिमका विवादहरूमा, द्वन्द्वहरूमा हामी अब पुग्दैछौँ भन्ने कुरो मैले पहिला पनि लेखिसकेको छु कि त्यो नयाँ कुरो भनेको यही नै हो। अहिले कस्तो परिस्थिति छ भनेदेखि स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने जति निर्वाचित प्रतिनिधिहरू आउँछन् ती अत्यन्त संयम, अत्यन्त पढे लेखेका र राम्रा खालका मान्छे आएनन् भनेदेखि त्यहीँबाट हाम्रो सुरु हुन्छ। त्यसकारणले त्यो प्रतिनिधित्व गराउने यो राजनीतिक दलहरूले पनि बहुत विचार पुर्याउनु पर्ने परिस्थिति छ। एकातिर भने अझै संविधानभित्र अर्को पक्ष छ। त्यो पक्ष भने के हो भन्दाखेरि चाहिँ मौलिक हक। मौलिक हकमै के भनिएको छ भने प्राथमिक शिक्षा, प्राथमिक उपचार, खाद्यको सुरक्षादेखि लिएर वृद्धको अवस्थादेखि लिएर सम्पूर्ण कुराहरूको ग्यारेन्टी गरिएको छ। त्यो ग्यारेन्टी भने के भन्छ सेवा पाउनु पर्यो नि। त्यो त संघीय सरकारले माथिबाट दिने होइन, दिनुपर्ने परिस्थितिमा लोकल गभर्मेन्टले आउनुपर्ने हुन्छ। अनि लोकल गभर्मेन्टले त्यो कसरी फङ्सन गर्छ भनेर भन्ने बारेमा चाहिँ अहिले अनुसूचीमा दिएका अधिकारहरूमा त्यसरी स्पष्ट तरिकाले लेखिएका छैनन्। अब त्यहाँ त धेरै अधिकारहरू बाँडिएका छन् तीन तहमा। एकछिन भनेपछि मौलिक अधिकार कार्यान्वयन गर्ने दायित्व समेत स्थानीय तहमा पुगेको छ।
अब त्यसको के हदसम्म हुने, कति प्रदेशले गर्ने, कति सङ्घले गर्ने, कति स्थानीय तहले गर्ने भन्ने कुराको स्पष्टता हामीसँग छैन। अहिले छैन। त्यो जरुरी छ कि छैन? त्यो स्पष्ट एकदम जरुरी छ। त्यो जरुरी छ। जस्तो हामीले त आयोगको प्रतिवेदन अहिले पढेका छैनौँ पुनर्संरचना आयोगको। उहाँहरूले यी नीतिहरू चाहिँ बन्न अनिवार्य छ, अनि मात्रै स्थानीय सरकार चाहिँ सञ्चालन हुन सक्छ भनेर चाहिँ भन्नै पर्ने हुन्छ। नेपालजी, यहाँले दुईटा कुरा उठाउनु भएको, मैले फेरि यहाँनिर जोडेँ। जस्तो विरोधाभासकै कुरा, एउटा चाहिँ सङ्घ अन्तर्गत रहने जुन राष्ट्रिय स्तरका चाहिँ आयोगहरू छन्, ती आयोगले गर्ने कामको प्रकृति र स्थानीय तहका तल्लो युनिटसम्म, वडासम्म पनि जान सकिने भनेको छ। विशेष संरक्षित वा स्वायत्त क्षेत्रले गर्ने कामको कुरा एउटा भयो। त्यसपछि दोस्रो चाहिँ मौलिक हकको कुरा चाहिँ स्थानीय तह, सङ्घ, प्रदेश सबैको कुरा भयो। त्यो संविधान त सबैसँग जोडिएको, तर कसले के गर्ने र कति गर्ने भन्ने कुरा चाहिँ स्पष्ट नभएको। यसले एउटा भोलि संवैधानिक जटिलता र एउटा अन्यल र विवादको कुरा ल्याउने सम्भावना पनि छ भनेर यहाँले भन्नुभयो। हो, यसलाई स्पष्ट बनाउनको लागि हामीले अहिलेदेखि नै काम गर्नुपर्ने बेला आयो कि आएन? राष्ट्रिय मूलनीतिहरू के हुन्छन् त भोलि यो देश सञ्चालन गर्नका लागि भनेर भन्ने ती तुरुन्तै मूलनीतिहरू बन्नुपर्ने छ एउटा। अर्को, अब प्रत्येक क्षेत्रको ऐन बन्नु पर्यो। त्यो ऐन बनाउँदाखेरि भर्टिकल रिलेसनसिपका ऐन चाहिँ हाम्रो छिटो बन्छन्, तर होरिजेन्टल रिलेसनसिपका चाहिँ ऐनहरू बहुत कम छन्। जस्तो स्थानीय स्वायत्त शासन ऐन एउटा, त्यसमा एउटा विचित्र के छ, अरू ऐनभन्दा डिफर त्यसले के गर्छ भने त्यसमा नीति र सिद्धान्त पनि ऐनमै राखेको छ। र अर्को के छ भन्दाखेरि चाहिँ सम्पर्क मन्त्रालय एउटा मात्रै हुन्छ सबै ऐनमा, हो कि? तर त्यसले चाहिँ के भन्छ भनेदेखि विकाससँग सम्बन्धित कुरामा स्थानीय निकायले सबै मन्त्रालयसँग सम्पर्क गर्न सक्नेछ भनेर त्यो खुला गरिदिएको छ। हो, यस्तो खालको नयाँ कुराहरू चाहिँ अब आउने ऐनमा बन्नुपर्ने परिस्थिति। अझ मैले त तेस्रो कुरो पनि देखेको छु। त्यो तेस्रो के हो भन्दाखेरि चाहिँ महानगरपालिकाको सिफारिस भयो। महानगरपालिकाको स्टाटस चाहिँ अन्य मुलुकहरूमा प्रादेशिक सरकारको बराबरी जस्तो, त्यसलाई धेरै स्वायत्तता दिएर भिन्न तरिकाले राखिएको हुन्छ। हाम्रो महानगरपालिका कसरी सञ्चालन हुने, त्यो फेरि अर्को पक्ष छ त्यहाँ। त्यसपछि काठमाडौँ उपत्यकालाई एउटा युनिट मान्नुपर्ने हो कि भनेर धेरै अध्ययनहरूले देखाएका छन्। पहिला विशेषज्ञहरूले नि बोलिरहेछन्। अब अहिलेको प्रतिवेदनमा काठमाडौँलाई एउटै युनिट राख्ने गरी आएको छ भन्ने मलाई लाग्दैन। भनेपछि अब काठमाडौँका बारेमा फेरि बेग्लै अध्ययन गर्नुपर्ने हो कि अहिले जे छ त्यसैलाई नै सञ्चालन गर्ने भन्ने अर्को छ। अब अर्को मुद्दा पनि छ यसमा अहिलेको सञ्चालनमा। के छ भन्दाखेरि चाहिँ यो पुनर्संरचना भनेर भनेको बहुउद्देशीय र बहुपक्षीय कार्यक्रम हो, कि? अब यो एकचोटि पुनर्संरचना भएपछि 10-20 वर्षसम्म सञ्चालन हुन्छ, 50 वर्षसम्म जान्छ त भन्नु पर्यो नि। आजको भोलि फेरि संशोधन गर्ने, फेरि सिमाना काट्ने, संख्या काट्ने त गर्नु भएन। मैले भन्न चाहेको के हो भन्दाखेरि यो पुनर्संरचनाले नेपालको समष्टि पुनर्संरचनालाई यसले डाइरेक्टली वा इन्डाइरेक्टली असर पार्थ्यो, प्रभाव पार्थ्यो। त्यो कुरो हेरियो कि हेरिएन मैले रिपोर्ट पढेको छैन, त्यसैले म भन्न सक्दिनँ। पुनर्संरचनाको प्रसङ्ग जोडिहाल्नुभयो। 719वटा गाउँपालिका, नगरपालिका, स्थानीय तहको चाहिँ संख्या र सिमाना निर्धारण गरेर सरकारलाई प्रतिवेदन दिइसक्यो आयोगले। विशेष संरक्षित र स्वायत्त क्षेत्रमा काम गर्दैछौँ भनेर भनिरहेको छ। यी युनिटहरू आर्थिक हिसाबले र प्रशासनिक सञ्चालनको हिसाबले नेपालको कन्टेक्स्टमा कति भाएबल देख्नुहुन्छ तपाईँ? अब यहाँ के छ भन्दाखेरि जस्तो अहिले हाम्रो यो संविधान अन्तर्गत नेपाल सञ्चालन गर्नका लागि आधारभूत र पद कति छ, अनि त्यति मान्छे चाहिँ नभई नहुने भनेर हाम्रो नेपालको संविधानले जुन फुर्सी गरेको छ, देखाएको छ, त्यो कुराहरूलाई लिएर हेर्दाखेरि यो बडो गाह्रो छ। मैले त्यसै र अलि पहिला पनि भनेको थिएँ कि जस्तो अहिले स्थानीय निकायकै कुराकानी गर्ने हो भने झन्डै 45,000 जति त्यो वडा लेभलसम्मका चाहिँ प्रतिनिधिहरू रहन्छन्। एकुरेट चाहिँ त मैले भनेन, पहिला मैले 750 जति होला नि भनेको थियो, अहिले 719मा ल्याए। त्यस कारणले कति 45,000 जति हुन्छन्। अब त्यसमा अब हाम्रो अहिलेको चाहिँ कर्मचारीहरू जोड्नु पर्यो मुलुक चलाउनका लागि। अहिले भइरहेकै कर्मचारी, प्रहरी, सेना, यी सरकारी अनुदानबाट चल्ने युनिभर्सिटीहरू, प्रतिष्ठानहरू, यो जम्मै जोड्दाखेरि झन्डै 9 लाख कर्मचारीहरू हुन्छन् जम्मै।
राज्यको ढिकुटीबाट तलब भत्ता खाने। अब यो 3 तहको सरकार गठन हुँदाखेरि यसमा 40% कर्मचारी थपिनेवाला छ। अहिले हामीसँग 9 लाख कर्मचारी छन्। यो जम्मै गरेर राष्ट्रको ढिकुटीबाट खाने सुरक्षादेखि लिएर सम्पूर्ण गर्दाखेरि करिब 9 लाख हुन्छन्, किन शिक्षकै पुग्छन् 4-5 लाख त। भने पुनर्संरचनापछि 40% यसमा थपिने अझै थपिन्छ यो स्थानीय निकायको, किनभने त्यही तरिकाले उहाँहरूले 3.5 लाख भन्दा बढी थपिन्छ। अनि अहिले नै 8000 जति कार्यालयहरू छन् अघि। अब कार्यालयहरू त संख्या घटेपछि गाभिएला कति ठाउँमा त। तर के छ भन्दाखेरि चाहिँ प्रत्येक कार्यालयलाई अपडेट गर्नका लागि आधुनिक प्रविधि समेत त्यहाँ पुर्याउनु पर्यो, कर्मचारीहरूलाई तालिम दिनु पर्यो अघि। अहिलेका चाहिँ यो यातायातका सुविधाहरू पुर्याउनु पर्यो हैन। अझ स्थानीय निकायमा त अर्को छ, त्यो के हो भन्दाखेरि दमकलहरू चाहिँ पुर्याउनु पर्यो, बिरामीहरूलाई चाहिँ एम्बुलेन्सहरू पुर्याउनु पर्यो। यस्ता बेसिक सर्भिसेसहरू थुप्रै छन्। त भनेपछि यो जम्मै खर्च जोडेर प्रशासनिक खर्च भन्नुपर्ने छ क्या अहिले। खालि तलब भत्ता मात्रै खाने होइन, यो जम्मै कुराहरू पुर्याएर गर्दाखेरि चाहिँ अहिलेको स्थानीय निकायहरू आर्थिक दृष्टिकोणले भाइबल छैनन्। अब उहाँले नयाँ कर राजस्वका एरियाहरू पत्ता लगाउनुपर्छ आफ्नो लोकल। अहिलेको भनेको स्थानीय निकाय भन्नुभयो कि यहाँले आयोगले दिएको प्रतिवेदनले चाहिँ निर्धारण गरेको संख्याको कुरा? अहिलेको स्थानीय निकाय नै गाभिएर त्यो भएको हुनाले त्यसमा तात्विक फरक छैन, किनभने आम्दानी त त्यही हो, कर्मचारी त्यही नै हुन्, अफिस उही हो हगि। त्यसमाखेरि त्यसमा तात्विक फरक चाहिँ पर्दैन। तर के हुन्छ भन्दाखेरि चाहिँ अहिले हाम्रो स्थानीय निकायहरू झन्डै 80%ले आफ्नो आम्दानीले तलब भत्ता पनि पुर्याएका छैन। अनि त्यो तलब भत्ता पनि नपुर्याउने निकायहरूलाई अब कर्मचारी थपेर अनि गर्नु पर्दाखेरि चाहिँ उनीहरूलाई एउटा मौका चाहिँ के दिनुपर्ने हुन्छ भन्दाखेरि 2-3 वर्ष जतिमा त कर राजस्वका नयाँ क्षेत्रहरू उहाँहरूले पनि हेर्ला बुझ्ला। दुर्भाग्य हाम्रोमा के भयो भन्दाखेरि आजसम्म पनि स्थानीय निकायको यति स्रोत चाहिँ यसको छ, चलचल सम्पत्ति छ भनेर कसैले विवरण निकालेको छैन। अझ केन्द्रमै भन्ने हो भने नेपाल सरकारको कार्यालयहरू कति छ भनेर विवरण तपाईँले कहीँ कसैलाई माग्नुहोस् त कसैले दिन सक्दैन। कुनै मन्त्रालयको त जिम्मेवारी होला नि त त्यो राख्ने। त्यस्तै यो स्थानीय सरकारको पनि त चलचल सम्पत्तिको जम्मैको विवरण त हुनु पर्थ्यो नि, आजसम्म त्यो पनि छैन। त्यसकारणले अहिले जुन प्रतिवेदन बनिरहेको छ कर राजस्वका क्षेत्रमा, स्रोत परिचालनका क्षेत्रमा अनुमानका भरमा छ धेरै कुराहरू। अनि त्यो अनुमानका भरमा कहिलेकाहीँ कस्तो पर्छ भने मैले उदाहरण दिँदाखेरि तराईका कतिपय जिल्लाहरूको उदाहरण दिन्छु। उहाँहरूको पैसा यो चुरेतिरको चाहिँ गिट्टी बालुवाहरू ढुङ्गाहरू भारततिर बेचेर धेरै पैसा कमाउने जिल्लाहरू छन्। तर त्यो त सधैँ स्थायी स्रोत त होइन नि, एक दिन बन्द हुन्छ, बन्द हुने बित्तिकै फेरि जिरोमा पुग्ने स्थिति। त्यसकारणले आफ्नै स्रोत चाहिँ के छ त त्यसरी गर्ने भन्ने। धेरै जग्गा जमिन भएका स्थानीय निकायहरूले आजसम्म धेरै राम्रा खालका चाहिँ जङ्गल रुखहरू लाउन सक्थ्यो, त्यो पनि लगाएको छैन। नेपालले त्यसो भए गर्ने के त? अब जुन कर उठाउँदाखेरि भनौँ न हाम्रो संविधान त पनि हेर्दाखेरि खासै स्थानीय तहलाई अलि ठुलो कर सङ्कलन गर्ने क्षेत्रहरू दिएको देखिँदैन, त्यो चाहिँ सङ्घले नै राखेको देखिन्छ। अब तपाईँको भनाइ यहाँनिर जुन अनुदान सङ्घले बढाएर स्थानीय तहलाई आर्थिक रूपमा सक्षम र सामर्थ्यवान बनाउने या राजस्व उठाउने अधिकार पनि यहाँले भन्नुभयो जस्तै त्यसलाई चाहिँ तल्लो स्तरमा नै दिने, कुन उपायबाट जाने? हैन, दुईटै उपाय ठिक छैन। सबभन्दा पहिला चाहिँ अबको स्थानीय सरकारले उत्पादनमूलक कार्यक्रममा आफूलाई लगाउनु पर्यो। बिजुली उत्पादन गर्छ कि कृषि उत्पादन गर्छ कि अथवा चाहिँ एग्रो फरेस्ट्रीहरू लगाएर ठुल्ठुलो आम्दानी गर्छ कि अब त्यतातिर गएन भनेदेखि चाहिँ यो सम्भव छैन। यसको बारेमा पनि कसरी गर्ने र कहिले गर्ने कसले गर्ने भन्ने कुराको फेरि एउटा अध्ययन र मोडालिटी तयार गर्नु पर्ला हैन? तर त्यो चाहिँ स्थानीय सरकारहरूले आफ्नो क्षेत्रमा के फिजिबल छ आफै गराउन नि सक्छन्। धेरैहरू सरकारको अलिकति सपोर्ट चाहिन्छ। जस्तो अहिले एउटा उत्पादनमूलक क्षेत्रमा स्थानीय तहलाई लगाउनै पर्यो। त्यसपछि अर्को करको अधिकार, कर उठाउने अधिकार, त्योभन्दा पहिला स्थानीय सरकारले तुरुन्तै गर्नुपर्ने के छ भनेदेखि चाहिँ यो मानवीय स्रोत विकासमा पहिला पैसा लगाउनु पर्यो। अहिले हाम्रो 40 लाख जनसङ्ख्या बाहिर छ युवा वर्गहरू, तिनीहरूबाट उठ्ने रेमिटान्स चाहिँ यदि त्यो स्थानीय सरकारले तिनीहरूलाई लोकल लेभलमा सिपमूलक प्राविधिक तालिमहरू दिएर पठाउन सक्यो भनेदेखि अथवा आफैभित्र काम गरायो भनेदेखि त्यो आम्दानीको स्रोत एकदमै बढेर जानेवाला छ। तर यहाँ के भयो भने स्थानीय सरकारले मानवीय स्रोत विकासमा
आफ्ना मान्छेहरूलाई स्किल गराउनमा मेन पावर प्लानिङमा आजसम्म त्यो खर्चै गरेन र त्यो तरिकाको ओरिएन्टेसन केन्द्र सरकारले पनि दिएन। अब जुन अघि पनि हामीले प्रसङ्ग जोड्यौँ विशेष संरक्षित वा स्वायत्त क्षेत्रको कुरा पनि छ, जुन ओडासम्म जान सकिने भनेर सरकारले आयोगलाई दिएको टिओआरमा त्यो लेखेको छ। आयोगले अहिले त्यो काम गरिरहेको भनेर भनिरहेको छ। दोस्रो चरणमा उसले फागुन मसान्तभित्र आफ्नो प्रतिवेदन बुझाउला, आशा गरौँ बुझाउला। त्यो भनेको विशेष संरक्षित वा स्वायत्त क्षेत्र भनेको फेरि विशुद्ध रूपमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँग जोडिएको पक्ष हो हैन? त्यो तयारी गर्नको लागि हामीसँग पर्याप्त सूचनाहरू हुन पर्यो नि, तथ्याङ्कहरू हुन पर्यो नि। तपाईले अघि भन्नुभयो कति सरकारी कार्यालय छन् भन्ने कुराको तथ्याङ्क पाउनै गाह्रो छ। स्थानीय निकायकै सम्पत्ति कति छ भनेर हामीले खोज्यौँ भने त्यो पाउनै गाह्रो छ भनिराख्नु भएको छ। तपाईँ तत्कालीन स्थानीय विकास मन्त्रालयको सचिव पनि भएर बस्नुभयो। के हामीसँग तथ्याङ्कको अभाव चाहिँ साँच्चै खड्किएको हो? एकदम खड्किएको छ। किनभने यो अहिलेको जुन पुनर्संरचना आयोगले पनि त्यो तथ्याङ्कहरू प्राप्त गर्नका लागि धेरै समय खर्चिनु पर्यो, के आधारमा कसरी गर्ने भनेर भन्ने। यदि त्यो थियो भने त कम्प्युटरमा एकताल क्लिक गर्दाखेरि आउनुपर्ने बेला पनि अहिले त, तर त्यो तरिकाको भएन। जस्तो अब तपाईँले मलाई सचिव हुँदाको अवस्थामा भन्नुभयो तत्कालीन 58 नगरपालिकाको अचल सम्पत्तिको विवरणसम्म मैले कम्पाइलसम्म गरिदिएको थिएँ त्यतिखेर। तर त्यसको अनुभूत नेसनल डेटा चाहिन्छ भने तपाईँलाई अनुभूत भएको थियो त्यतिखेर? एकदमै थियो र निरन्तरता त्यसलाई दिएको छ। त्यतिखेर 2-3वटा कामहरू नयाँ सुरु गरिएको थिए। जस्तो लोकल लेभलको कर्मचारीहरू त अहिले अस्थायी छन्, त्यो सेवा आयोग बनेर तिनीहरूलाई स्थायी नगरुन्जेल तिनीहरूको मनोबलै बढ्दैन त कहाँबाट काम आउँछ, कहाँबाट प्रोडक्टिभिटी हाई हुन्छ। अब म फेरि अघिकैमा जोड दिएँ, हामीसँग यस्तो तथ्याङ्कको अभाव छ। विशेष संरक्षित र स्वायत्त क्षेत्र हामी बनाउँदैछौँ र त्यो अभावमा, तथ्याङ्कको अभावमा बनाइएका विशेष संरक्षित वा स्वायत्त क्षेत्र कति वैज्ञानिक हुन्छन् त? अब यहाँ के छ भने यसको नाउँ क्षेत्र हो, पहिला हामीले विचार गर्नुपर्छ। त्यो क्षेत्र चाहिँ निर्धारण गरिसकेपछि त्यो क्षेत्रभित्र के छ भनेर पत्ता लगाउन बडो सजिलो छ, त्यसको लागि आपत्ति छैन। तर यहाँ क्षेत्र निर्धारण गर्नुभन्दा पहिला टार्गेटेड पपुलेसन कुन हो त भनेर भन्ने पनि पत्ता लगाउनु पर्यो त्यो क्षेत्रभित्र बस्नु। अब जसलाई हामीले टार्गेट बनाइरहेका थियौँ त्यसको माइग्रेसन ट्रेन्ड चाहिँ अलिक हाई रहेछ र चाहिँ ऊ बाहिर निस्किरहेको छ भने क्षेत्र बनाउनुको कुनै आधार भएन। जस्तो पूर्वमा हामीले म इलामबाट हो, लेप्चा जाति त्यहाँको आदिवासीहरू हुन्, लेप्चाहरूको संरक्षण गर्नुपर्छ। तर लेप्चा जातिकै लागि एउटा क्षेत्र हो भनेर तोक्न सक्ने स्थिति चाहिँ छैन, किनभने सब जात-जाति मिलेर चाहिँ त्यसरी बसेको क्षेत्र छ र त्यहाँ दिने बेनिफिट चाहिँ एउटा घरले पाउँछ एउटा घरले पाउँदैन भनेर चाहिँ त्यो हदसम्मको विभेद गर्न पनि पाइँदैन, किनभने सरकारले दिने सेवा भने त सबै जनतामा पुग्नु पर्ने हुन्छ। त्यसले चाहिँ त्यो नीतिले प्राथमिकता दिएर मात्रै तिनीहरूलाई चाहिँ अगाडि बढाउन सकिन्छ कि क्षेत्र मात्रै चाहिँ भनेर। त्यो कन्टेक्स्टमा आयोगले विचार पुर्याउनु पर्ने कुरा के हो त? किनभने एकातिर हाम्रो चाहिँ आर्थिक, सामाजिक, सांस्कृतिक पक्षको मिहिन अध्ययन गर्ने तथ्याङ्कको अभाव, अर्कोतर्फ हामीले भनिरहेछौँ संघीयताको स्वरूपमा जाँदाखेरि जुन विशेष संरक्षित वा स्वायत्त क्षेत्र भनेको विपन्न जुन वञ्चितीकरणमा परेका समुदायलाई मूल प्रवाहीकरण गर्नको लागि त्यो एउटा इनिसिएटिभ राज्यले लिएको भनेर पनि भनिरहेछ। भोलि त्यो गरिसक्दाखेरि पनि फेरि स्थिति यस्तै एउटा चाहिँ त्यो ग्याप रहिराख्ने भयो भने त त्यसले अर्को असन्तुष्टि ल्याउन सक्छ। त्यसैले यसलाई वैज्ञानिक बनाएर ती लक्षित समूह, टार्गेटेड पपुलेसन जुन यहाँले भन्नुभयो, तिनीहरूलाई साँच्चै एउटा सम्पन्न चाहिँ मुलुकको नागरिक र म पनि एउटा समृद्ध व्यक्ति भन्ने अनुभूत गराउनको लागि अधिकार सम्पन्न पहिचान बोकेको जे कुराहरू छ त्यो एउटा अनुभूत गराउने किसिमले आयोगले विशेष संरक्षित वा स्वायत्त क्षेत्र निर्धारण गर्दा अहिले ख्याल गर्नुपर्ने कुरा के हो? अहिले आयोगले जुन प्रतिवेदन दियो मिडियामा आए अनुसार मैले के बुझेको छु भने नेपालको कुनै पनि क्षेत्र छोडिया छैन, गाउँपालिका र नगरपालिका नबनाएर छोडिया ठाउँ छैन। अब हामीले के बुझ्नु पर्यो भने गाउँपालिका भित्र पनि वा नगरपालिका भित्र पनि अर्को संरक्षित क्षेत्र बन्छ भनेर भन्ने हो भने ती अहिले ओडामा विभाजन भएका ओडा कार्यालयहरू के हुन्छन्? अथवा एउटा वा दुईवटा गाउँपालिका नगरपालिका गाभिएर फेरि त्यसलाई नयाँ नाम दिइन्छ भन्दा त्यो पनि मिल्दैन। त्यस कारणले मैले अहिले यो कुराहरू चाहिँ जबसम्म यो प्रतिवेदन यदि जम्मै नेपाललाई ढाकेरै आएको छ भनेदेखि चाहिँ अझ यसमा त नौलो कुरो पनि छ। त्यो के हो भन्दाखेरि संविधानले नवलपरासी र रुकुमलाई बीचबाट चिरिदिएको छ प्रान्तका लागि, अनि त्यो अलग अलग प्रान्त भइसकेपछि त्यो अलग अलग जिल्ला भयो कि एउटै जिल्ला हो? एउटा प्रान्त एउटै जिल्लाभित्र खापिएर त बस्दैन। अब गाउँपालिका नगरपालिका बनेका त्यो जिल्लाभित्रकाको अहिले कतातिर चाहिँ उनीहरू कुन जिल्लातिर चाहिँ जाने भए त
भन्ने प्रश्न पनि छ। यस सीमाङ्कनका यी आधारहरू मैले फेरि अझ यहाँसँग चाहिँ यहीमा यो विशेष संरक्षित वा स्वायत्त क्षेत्र छुट्याउँदाखेरि एउटा त अघि यहाँले एउटा प्रसङ्ग चाहिँ जोड्नुभयो, अरू थप कुराहरू आर्थिक सामाजिक त्यसका चाहिँ पक्षहरूलाई विश्लेषण गर्दा हामीले ख्याल गर्नुपर्ने कुराहरू चाहिँ के हुन्? मैले सुझाव दिनु पर्यो सरकारलाई भनेदेखि चाहिँ यो क्षेत्र भन्ने होइन कि यसलाई चाहिँ यो सकारात्मक विभेदको नीतिले मेन स्ट्रिममा यी मान्छेहरूलाई ल्याउनुपर्छ छिटो। क्षेत्र नै क्षेत्र गरेर प्रतित्व गराएर भनेर भन्ने होइन कि उनीहरूलाई विशेष कार्यक्रमहरू उनीहरूलाई कम्पिटेटिभ मार्केटमा ठक्क ल्याउन सकियो अघि योग्यता दिएर पढाएर होइन सारा कुराहरू गरियो भने त उहाँहरू आफैले खोजिहाल्छ नि सबै कुराहरू। ती क्षेत्रहरू पहिचान गरिसकेपछि पनि भोलि त्यस्ता कार्यक्रमहरू लिएर जान सकिएला नि। त्यो क्षेत्र पहिचान गरेर पनि ल्याउन सकिन्छ, तर त्यस्तो एउटै समुदाय जसलाई हामीले टार्गेटमा राखेका छौँ त्यही समुदाय मात्रै बसेको कुनै क्षेत्र छैन नेपाल। पहिला त्योबाट बुझ्नु पर्यो। अब एकछिन भनिएला चेपाङको राउटेको उदाहरण दिइएला अघि त्यो क्षेत्रभित्र उहाँहरूलाई के सुविधा दिन सकिन्छ अहिलेको गाउँपालिका नगरपालिकाभित्र पनि दिन सक्ने परिस्थिति छ। त्योबाट छुट्याउनु पर्ने त छैन। त्योदेखि बाहेक अरूतिरको हेर्ने हो भनेदेखि चाहिँ छैन। तर यहाँ अरू पनि कुराहरू छ। हामीले अहिले दिने सेवा, गाउँलाई दिने सेवा, अब यो गाभेपछि त सदरमुकाम अलिक टाढा भयो हेडक्वार्टर गाउँपालिकाको नगरपालिकाको, अनि त्यो ओडामै बस्ने नजिकै चाहिँ त्यो ओडा कार्यालयले कति अधिकार पाउँछ भन्ने फेरि अर्को प्रश्न छ। अनि यसलाई सशक्त नबनाउन्जेल हुँदैन। फेरि नेपाल त कस्तो छ, हामीले एकछिन विचार गर्दाखेरि हुम्लाको लिमीलाई पनि विचार गर्नु पर्यो, शङ्खुवा सभाको त्यो किमाथाङकालाई पनि विचार गर्नु पर्यो, ताप्लेजुङको त्यो ओलङचुङगोलालाई पनि विचार गर्नु पर्यो। अनि त्यस्ता इकाइहरूलाई चाहिँ बढी अधिकार दिएर सम्पन्न नगराएका खण्डमा फेरि तिनीहरू पनि मेन स्ट्रिममा आउन सक्दैन। अधिकारका साथै स्रोत साधन पनि बढिदिनु पर्यो। त्यो एउटा ठुलो चुनौतीको रूपमा चाहिँ यहाँले देख्नुहुन्छ। हस् त, यो कार्यक्रममा आएर यहाँले यो जानकारी दिनुभयो, यो समय दिनुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस् त दर्शकवृन्द, यही कुराकानीका साथ आजको रूपान्तरण कार्यक्रम यहीँ सकिन्छ। अर्को हप्ता फेरि तपाईँ हाम्रो भेटघाट हुन्छ। आजलाई बिदा दिनुहोस्। नमस्कार।